करिबन दिउँसो 2 बजेको यो चाहिँ दृश्य तपाईँ हेर्न सक्नुहुनेछ। ल उता जाउँ। सोया प्यारा नि उडाउन ठिक्क छ हावाले। यति ठुलो हावा त्यसै त बाह्रैमासे हावा चल्ने ठाउँ, त्यसमा चाहिँ पानी आउँदा चाहिँ अझै धेरै हावा चल्ने ठाउँ भएकोले चाहिँ हेर्नुहोस् नि अस्ति झन्डै 1 हप्ता पहिला चाहिँ यहाँ आठचौरमा चाहिँ धेरैजनाको घरको छानाहरू उडाए लगत्तै एकदम प्रभावकारी बनाएको थियो यहाँको मौसमले होइन। त्यस्तै गरेर यो चाहिँ यो ठ्याक्कै यो त्यो हो ठुलै आयो त्यो पिएचबीले उता बस उता नाउ उतैन भइसक्यो अहिले पानी आएर मलाई शीतल भइसक्यो म नुहाएँ धन्न